आउनुहोस् आज प्रेम दिवसको बारेमा थोरै चर्चा गरौँ। पश्चिमा उपभोक्तावादी संस्कृतिबाट आयातित रोज डे, पर्पोज डे र भ्यालेन्टाइन डेले आज नेपाली युवा जनमानसलाई प्रेमको साधनाबाट विच्छेद गर्दै क्षणिक उत्तेजना र प्रदर्शनमुखी भावनाको सतै गोरेटोतर्फ धकेलिरहेको छ। प्रेम अब आत्मिक समर्पण नभएर सामाजिक सञ्जालमा इमोजी र स्ट्याटसद्वारा मापन हुने उपभोग्य वस्तु बन्दै गइरहेको छ। वर्माद्वारा रचित मनु शतरूपाको प्रेम कर्तव्य, सहअस्तित्व र सृष्टि दायित्वमा आधारित थियो। यो प्रेम आकर्षणभन्दा उत्तरदायित्व प्रदान थियो। यस्ता युगीन गहिरो आख्यानहरू आज युवाको चेतनाबाट विलुप्त प्राय भएका छन्। विश्वामित्रको अथक ध्यानलाई भङ्ग गर्ने मेनकाको प्रेम आसक्तिको विकृत दृष्टान्त थियो। महाभारतमा बढित शान्तनु सत्यवतीको प्रेमले जन्माएको भीष्मको आजीवन त्याग प्रेमको मूल्य कति गहिरो र असह्य पीडा मिश्रित हुन्छ भन्ने गम्भीर दृष्टान्त थियो। यी आध्यात्मिक ग्रन्थबाट संस्कारित समाजका युवाहरूमा ती कथा विस्मृतिका पानातर्फ धकेलिएका छन्। इतिहासमा भ्यालेन्टाइन डे स्वयं त्याग र प्रतिबद्धताको प्रतीक थियो। सेन्ट भ्यालेन्टाइन प्रेम र मानवीय स्वतन्त्रताको पक्षमा शहीद भएका थिए, तर पुँजीवादी बजारले त्यसलाई फुल, चकलेट र सौदामा सीमित गरिदियो। आज नेपाली युवामा प्रेमको मार्मिकता हराउनुको संयोग मात्र नभई यो सांस्कृतिक आत्मविस्मृति र भावनाको वस्तुकरणको परिणाम हो। यो सांस्कृतिक विचलन हो। जब प्रेम, धैर्य, त्याग र उत्तरदायित्वबाट विस्थापित हुन्छ, सम्बन्ध क्षण भङ्गुरता मात्र हुन्छ। विषय उत्सव मनाउने वा नमनाउने भन्दा गम्भीर तर्कना त यो हो कि हामी कुन सभ्यताबाट प्रेमको अर्थ उधारो लिइरहेका छौँ र कुन सभ्यताको गहिरो प्रेम बोध बिर्सदै गइरहेका छौँ। प्रेम उत्सव होइन, आत्मिक चेतनाको साधना हो र त्यही साधना हराउनु नै आजको सांस्कृतिक सङ्कट हो। नमस्कार।